नमस्कार। यदि तपाईहरु नेपाली शेयर बजारमा लगानी गरिरहनुभएका र गर्न चाहना राख्नुहुने सम्पूर्ण लगानीकर्ताको लागि आजको यो भिडियो सामग्री अत्यन्त महत्त्वपूर्ण रहनेछ। यस भिडियो अन्तर्गत आइपिओ भर्नदेखि शेयर किनबेचसम्मको सम्पूर्ण प्रक्रियाहरू र राम्रो कम्पनी कसरी छान्ने यी सम्पूर्ण कुराहरू समेटिएको छ। जुन कुरा बजारमा शेयर तालिम भन्दै तपाईहरुले महँगो फी तिरेर सिकिरहनु भएको हुन्छ, त्यो सम्पूर्ण कुराहरू यस च्यानल मार्फत फ्रीमै पाउनुहुनेछ। त्यसैले यो च्यानललाई सब्स्क्राइब गरी जोडिनु होला। शेयर बजारमा सबैभन्दा पहिले सबैले आइपिओबाट नै सुरुवात गर्ने हो। आइपिओ भर्नका लागि सबैभन्दा पहिला तपाईहरुलाई बैंक एकाउन्ट आवश्यक पर्छ। बैंक एकाउन्ट सँगै डिम्याट एकाउन्ट, मेरो शेयर र सीआरएन नम्बर आवश्यक पर्छ। तपाईहरुको बैंक एकाउन्ट अलरेडी छ भने तपाईहरुले अनलाइनबाट नै डिम्याट र मेरो शेयर साथै सीआरएन नम्बर पनि लिन सक्नुहुन्छ। अनलाइनबाट नै मेरो शेयर र सीआरएन नम्बर लिन चाहनुहुन्छ भने त्यसको लागि सबैभन्दा पहिले तपाईहरुले चाहिँ गुगल क्रोममा जानु होला। गुगल क्रोममा गइसकेपछि तपाईहरुको अकाउन्ट जुन बैंकको तपाईहरुको अकाउन्ट छ उक्त बैंकको वेबसाइटमा जानुपर्ने हुन्छ। जस्तै मैले अहिले एनआईसी एसिया को वेबसाइटमा लिएर तपाईहरुलाई चाहिँ देखाउने छु। यसरी तपाईले गुगल क्रोमबाट एनआईसी एसिया सीआरएन एन्ड मेरो शेयर सर्च गर्नुभयो भने तपाईहरुको माझ यस किसिमको एउटा इन्टरफेस खुल्नेछ। तपाईहरुको अकाउन्ट जुन बैंकको तपाईहरुले उक्त बैंकको नै वेबसाइट खोल्न पर्ने हुन्छ। तपाईहरुले एउटा बैंकको अकाउन्ट भएर अर्को बैंकबाट सीआरएन र मेरो शेयर लिन सक्नुहुन्न। अब तपाईहरुले वेबसाइटमा गइसकेपछि तपाईहरुले यसरी क्लिक गर्नु होला। त्यसपछि तपाईहरुमा यस किसिमको एउटा इन्टरफेस खुल्नेछ। यस किसिमको इन्टरफेस खोलेपछि तपाईहरुले चाहिँ रिक्वेस्ट फर्ममा तपाईहरुलाई के चाहिएको, मेरो शेयर चाहिएको भए मेरो शेयर, सीआरएन मात्र चाहिएको भए सीआरएन, यी दुईटै चाहिएको हो भने बोथ सिलेक्ट गर्नु होला। त्यसपछि अकाउन्ट टाइपमा तपाईहरुले कुन किसिमको हो, तपाईहरुको नर्मल सेभिङ हो अथवा रेमिटेन्स, हामीले चाहिँ नर्मल सेभिङ नै सिलेक्ट गर्नुपर्ने हुन्छ। तपाईहरु विदेशमा हुनुहुन्छ अथवा तपाईहरु चाहिँ रेमिट एकाउन्टबाट आइपिओ भर्ने शेयर किनबेच गर्ने गर्नुहुन्छ भने रेमिट एकाउन्ट सिलेक्ट गर्नु होला। यसमा नर्मल एकाउन्ट सिलेक्ट गर्नु पर्यो। यसमा तपाईहरुले आफ्नो नाम चाहिँ राख्नुपर्ने हुन्छ। तपाईहरुको अकाउन्टमा रजिस्टर जुन नाम छ त्यही नाम तपाईहरुले यसमा राख्नु होला। यो सेक्सनमा चाहिँ तपाईहरुले आफ्नो डिम्याट नम्बर जुन हुन्छ हो त्यसको अन्तिमको 8वटा लेटर चाहिँ तपाईहरुले राख्नुपर्ने हुन्छ। किनभने त्यसको पहिलो 8वटा लेटर अलरेडी यहाँ दिइसकेको छ। त्यही भएर अन्तिमको जुन 8वटा लेटर छ त्यो चाहिँ तपाईहरुले यसमा राख्नु होला। यो क्लाइन्ट आइडी सेक्सनमा तपाईहरुले आफ्नो आइडी नम्बरहरु अथवा पासपोर्ट नम्बर त्यस किसिमको कुनै एउटा आइडी नम्बर राख्नुपर्ने हुन्छ। त्यसपछि तपाईहरुले आफ्नो इमेल राख्नु होला। इमेल राखिसकेपछि बैंक एकाउन्ट तपाईहरुको जुन बैंक एकाउन्ट हुन्छ, जुन अकाउन्टको चाहिँ तपाईहरुले सीआरएन र मेरो शेयर लिन खोजिरहनु भएको छ त्यो अकाउन्ट नम्बर यसमा राख्नु होला। त्यसपछि तपाईको आफ्नो रजिस्टर मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। रजिस्टर मोबाइल नम्बर राखिसकेपछि एड्रेस राखेर तपाईहरुले यसमा टिक गरी आई एक्सेप्ट गर्नुपर्ने हुन्छ। त्यसपछि आई एम नट अ रोबोटमा टिक गर्नु होला। यो भइसकेपछि तपाईहरुले सबमिट डिटेलमा गरिदिनु भयो भने 1 या 2 दिनमा इमेल मार्फत तपाईहरुलाई सीआरएन र मेरो शेयर नम्बर सजिलै पाउन सक्नुहुन्छ। अर्को भिडियोमा अनलाइन टिएमएस कसरी बनाउने र कुनै पनि राम्रो स्टकलाई कसरी चुज गर्ने भन्ने बारेमा कुरा गर्नेछौँ। च्यानललाई सब्स्क्राइब गरी जोडिनु होला।